उजेली उजेली कतिचोटि भनौँ त मेरो छोरी होस् भनेर खुरुकाभित्र जा। कुकुरलाई हिउँ नपचेको भनेको यही हो। कतिन्जेल त्यसका माइतीले पाल्दा रहेछन् हेरौँला नि। बिन्ती छ काकी, यो कुरा कसैलाई नभनिदिनुहोस् है। ए कसैले नभनिदिनुहोस् होइन त। के गर्नुभएको भाउजू तपाईँले यो? त्यो बच्चाले नि उसकै छोरी हुँ भन्छ अरे। मेरो आमा बुवा सबै हुनु रहेछ। त्यही त भनेको, केही बोलिदियो भने चाहिँ थाहा हुन्थ्यो नि। केही बोल्दिनँ। कसको चाहिँ बच्चा उठेर ल्यायो होला त? ए भगवान्। हो, घरमा झगडा नहुनु भनेको नै सबभन्दा ठुलो सम्पत्ति त्यही नै हो। कमसेकम सम्पत्ति नभए पनि हाम्रो घरमा शान्ति त छ। यी भाउ चाहिँ अर्कै पाराको हुनुहुन्छ कि? हामी बाहिरबाट नापा नापा कमाइ ल्याइला हौँ, तपाईँहरूले घरमा अलिअलि यति सहयोग गरे पनि त धेरै ठुलो हुन्छ त। मेरो अरू काम केही छैन र? बिहानदेखि भात पकाएर बस्नुलाई। नारीको सम्मान गर्न सिक्नुस् के सानी आमा। तपाईँ पनि यो घरमा दोस्रो विवाह गरेर भित्रिनु भएको नबिर्सिनु नि। बिचरा भाउजूलाई यस्तो नभनेको भए चाहिँ हुन्थ्यो। केही त पक्कै भएको छ तिमीलाई, मलाई पनि ढाँट्छौ त। उजेली रे, अनुहार देख्दा त उज्यालोमा नि बत्ती बालेर हेर्नुपर्ने जस्तै चाहिँ। कहाँबाट उज्याली? के उज्याली? अनि मलाई चाहिँ चिन्ता छैन होला त? गाउँ समाजले हेर्ने दृष्टिकोण म माथि कस्तो छ भन्ने कुरा मैले बुझेको छैन र? छोरी, तिमी के गरेर बसिरहेको त खोलामा जान्छमा एक्लै? मैले हजुरलाई नै खोलेर बसिरहेको बाबु। अब मलाई छोडेर कहिले नजाऊ है। सानो मोटो ठुलो पीडा बोकी उजेली। उसो भए मलाई मर्न मन छ, मर्न। मलाई मर्न दिनुहोस् बुढो। ए उजेली